एउटा एउटा सङ सुनिदिउँ न प्लिज, एउटा रिक्वेस्ट भयो रचनाजी है, एउटा रिक्वेस्ट भयो प्लिज। हुन्छ हुन्छ कुन गीत गाउनु होला अब म? दामी जुन गायो भने एउटा सुनौ न प्लिज। यति राम्रो मुहार हजुर पहिले कहाँ थियो, बल्ल देखे बलेपछि नजाराको दियो, ओ नजाराको दियो। उनको नजर पहिले हो कि मेरो नजर पहिले, जान्दिन म एकैचोटि के भो कुनी कहिले। उनको प्रीति पहिले हो कि मेरो प्रीति पहिले, जान्दिन म एकैचोटि के भो कुनी कहिले। मेरो च्यानलमा एउटा गीत आएको छ कि जो म त्यो गाउँछु ल, थोरै यति गाउँछु ल। त्यो गाउनु न रेडी, हामी त सुन्नको लागि छौँ त। हजुर रातभरि गाइदिनु, म हामी सुनेर बसिरहेको छौँ कि। यो गीत चाहिँ उहाँ दाई जसले गर्नुभएको थियो, उहाँ दाई चाहिँ विदेश जानुभयो जस्तो लागिरहेछ मलाई। उहाँले चाहिँ त्यो आफ्नै लागि बनाए जस्तो गीत छ, थोरै गाउँछु है। ओके सर। डाको छोडी नरोए आमा बिदाईको पलमा, डाको छोडी नरोए आमा बिदाईको पलमा। यस्तै छ यो पुरा गीत चाहिँ मेरो युट्युबमा छ, सबैजनाले हेरिदिनु होला। कुल ग्याङहरू गएर हेरिदिनु है। हुन्छ, सपोर्ट गरिदिनु होला सबजना। रचनाजीको गीत आएको छ उहाँको युट्युब च्यानलमा, यस्तो गरेर हेरिदिनु होला, माया देखाइदिनुहोस् राजाहरू है। अनि एकदम धन्यवाद है, मैले पठाएको बेलामा एक्सेप्ट गरिदिनु भयो यार, एकदमै। होइन म त अनएक्सपेक्टेड आयो अनि मैले यसो 18K भनेर देखाएँ अनि फेरि ओरिजिनल हो कि होइन भनेर हेर्नु पऱ्यो नि त। फेरि आइरहेको तपाईँको नाममा खुल्नुहुन्छ नि कतिजनाले। हजुर ठिक छ ठिक छ। एउटा कुरा सोध्छु ल हजुरलाई, ल ल सोध्नु। सोधौँ? हजुरको फेभरेट क्रिकेटर चाहिँ को भन्नु त? क्रिकेटर विश्व वर्ल्डमै भन्दा पनि हुन्छ, वर्ल्डमै। वर्ल्डमै वर्ल्डमै सबै मनपर्छ के, ठ्याक्कै हो भन्ने चाहिँ छैन मलाई। विराट कोहली ए विराट कोहली। नेपाल मनपर्छ। नेपालमा नेपालमा त सबैजना चिनेको भएर सबै मनपर्छ के। इन्टरभ्यू टाइप्स भयो। ओके एकदम वर्ल्ड कप हेर्न चाहिँ जानुपर्छ ल। जानु इन्डियामा भइरहेको छैन अब वर्ल्ड कप चाहिँ, जानु पर्ला मिल्यो भने, मेसो मिल्यो भने। वर्ल्ड कप चाहिँ यसो मिलाएर नगए पनि जो घर घरमा बसेर हेरे पनि सपोर्ट गर्नु पर्यो होइन। एक्ज्याक्टली त्यही त। हजुरको विराटनगर किङ्स सपोर्ट गरिराख्नु भयो है? म चाहिँ विराटनगर किङ्सको फेस भएको भएर पनि, अनि फेरि मेरो घर नजिक पनि विराटनगरै हो नि त। जस्तो तपाईँको सुदूरपश्चिम भने चाहिँ मेरो विराटनगर के। फेरि याद आयो भन्छन् केटाहरू, फेरि याद दिलाइदिनु हो भनेर भन्ला होइन। तर ठिक छ, इट्स ओके यार, टाइम कटिसकेको छ। अब विश्वकप आउँदैछ, विश्वकपमा सपोर्ट गर्नु सबै हाम्रो क्रिकेटर्स। हाम्रै खेलाडीहरू गएर खेल्ने त हो नि। अब उहाँहरूले एनपिएलमा हाम्रो पनि अब विराटनगरले हार्दा नराम्रो त लागेको थियो, त्यस्तै त हो अब के, त्यहाँ हार्ने जित्ने। इट्स ओके। ल हुन्छ रचनाजी, राम्रोसँग बस्नुहोस्, एकदम रमाइलो भयो होला। भोलि सफल तरिकाले काठमाडौँ आइपुग्नुहोस् है। ल फ्लाइट नहोस् भोलि, त्यही हो। फ्लाइट भएर अघि लास्टमा म त कस्तो ढिलो आइपुगेँ। ठिक छ रचनाजी, राम्रोसँग बस्नु होला। ओके बाई, थ्याङ्क यू, बाई। बाई राजा।